सम्पूर्णमा सल्युट दर्शन नमस्ते फेरि भन्नु पार्ट 2 मा बनिरहेको थिएँ मैले केही रोमानियाको यो डकुमेन्ट लिगल्ली हुने केही प्रोसेस आफूले खोजेको कुराहरू भन्दैछु र मैले पार्ट 1 पार्ट 2 मा नि भनिसकेको छु र अहिले म पार्ट 3 बनाउँदैछु। लगभग अब हाम्रो कार्ड पनि आइसक्यो हैन, हामी इलिगलबाट लिगल्ली भइसक्यौँ भनौँ न। अब अनि त्यतिखेर दलालहरूले मलाई भनेको थियो कि सकिन्न तेरो हुन्न, धेरैलाई कन्ट्याक्ट गरेँ मैले, किनकि आफूलाई दुःख पर्दाखेरि विदेशमा कस्तो हुन्छ भन्ने त्यो कुरा थाहा हुन्छ। र मैले खासमा इटाली जाने प्रोसेस गर्दै थिएँ। त्यसपछि कम्पनीले मलाई भन्यो कि केही दिन पर्ख्यौ तिमीहरू, नभए हामी नेपाल पठाएर भिजा दिएर नेपालबाट नि हामी बोलाउँछु तिमीहरूलाई भन्ने कुरा गरिसकेपछि हामी रोकिराखेको थियौँ। र इटाली जानको लागि केही साथीसँग कन्ट्याक्ट गरेको थिएँ मैले, ल हुन्छ तिमीहरूसँग कार्ड छ, अहिले चाहिँ यो कार्डले जान पाउँछौ, अब एकैदिनबाट जाँदा पनि हुन्छ, समथिङ 1500-2000 युरो लाग्छ भनेर त्यो कुरा भएको थियो। पैसाको म्यानेज गर्दै थिएँ म। अनि तुरन्त त्यसपछि कम्पनीले सबै प्रोसेस गरेर फेरि बुकारेस्टमा, यहाँ म कोस्टान्जामा बस्छु, यहाँको मेन राजधानी चाहिँ बुकारेस्ट हो, बुकारेस्टमा गएर उनीहरूले के गरेर त्यहाँ लोयर लगाएर हरेक प्रोसेस गरेर वर्क पर्मिटको लागि एप्लाई गरिसक्यौँ भनेपछि आफू ढुक्क भयो। अब नआउनुसम्म त फेरि पनि डाउटै थियो। 3 महिनापछि चाहिँ वर्क पर्मिट आयो भनौँ। 45 दिनको टाइम दिएको थियो, लगभग 2 महिनादेखि 3 महिनाको बिचमा वर्क पर्मिट निस्केर त्यसले भन्यो कि ल अब ठिक छ। 1 साल जति लाग्यो यो सबै प्रोसेस गर्नु। हामी अघिल्लो साल आएको हो, सेप्टेम्बरमा, यस्तै सेप्टेम्बरमा आएको थियो ठ्याक्कै। यो सेप्टेम्बरमा चाहिँ हाम्रो नयाँ वर्क पर्मिट आयो। पुरानो यसले एप्लाई गरेको वर्क पर्मिट क्यान्सल भएर अहिले नयाँ वर्क पर्मिट निकालेको थियो भनौँ न। त्यसपछि नयाँ वर्क पर्मिट आएपछि यसले नयाँ कन्ट्याक्ट गरायो। अब चाहिँ तिमीहरूलाई केही छैन, गाह्रो, अब सबै हुन्छ भने त्यसपछि इमिग्रेसनको डेटको लागि रोकिरहेको छु भने त्यो इमिग्रेसन डेटको लागि त्यत्रो गर्दै पनि पछि भनौँ न यो दसैँको दिन अक्टोबर 2 मा मेरो फिङ्गर प्रिन्ट चाहिँ भयो भनौँ। अब फिङ्गर प्रिन्ट भइसकेपछि मलाई चाहिँ ठ्याक्क 1 महिनापछि आउनु भनेको छ होइन। अब 1 महिना पुग्दैछ, म चाहिँ अब यो सोमबार चाहिँ लिन जाँदैछु। के हुन्छ कार्डहरू कस्तो हुन्छ, यदि तपाईँहरू रोमानियामा त्यस्तो फस्नु भएको छ भनेपछि कन्ट्याक्ट गर्दा हुन्छ के छ कस्तो छ प्रोसेसहरू। धेरैले भन्छ इलिगलबाट लिगल्ली हुन सकिन्न, धेरै गाह्रो